यदि तपाईँ धेरै हिँड्नुहुन्छ, साइकल चलाउनुहुन्छ भने तपाईँ हिँडेर पनि तपाईँ पैसा कमाउन सक्नुहुन्छ है। त्यसको लागि यो मनी वाक स्टेप काउन्टर भन्ने एउटा एप्लिकेसन छ, त्यो डाउनलोड गर्नु होला है। यो चाहिँ तपाईँ दिनमा कति हिँड्नुहुन्छ त्यसमा डिपेन्ड हुन्छ है। धेरै हिँड्नेहरूलाई चाहिँ एकदम बेस्ट लाग्छ, किनकि यो यत्तिकै हिँडिराख्यो भने कोइन कलेक्ट भइरहन्छ है। फर्स्टमा तपाईँ उसमा एप स्टोरमा जानु होला र मनी वाक डाउनलोड गर्नु होला। यो चाहिँ क्यासमा विथड्र हुँदैन, तपाईँको पोइन्टहरू कन्भर्ट गरेर सपिङ गर्न मिल्छ है। अनि तपाईँ यहाँ लिङ्क एड गर्नुपर्ने हुन्छ। मैले यो लाइनको लिङ्क एड गरेँ होइन, सोसियल मिडियाको। अनि यता गएपछि यस्तो आउँछ, तपाईँ दिनमा कति हिँड्नुहुन्छ त्यसमा डिपेन्ड हुन्छ है। यहाँ कोइन त्यो अनुसार जम्मा भइरहन्छ। तपाईँ 0देखि 10,000 स्टेप कति हिँड्नुहुन्छ त्यो अनुसार त्यहाँ यसरी क्लेम गर्नुपर्ने हुन्छ र त्यो हिँडे अनुसार तपाईँको यसरी कोइनहरू बसिरहन्छ, आफूले ट्याप ट्याप गरेर लिन मिल्छ है। ट्याक 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 गर्ने, जति हिँड्यो त्यही अनुसार यो कोइन जम्मा भइरहन्छ। अनि प्लस तपाईँ अरूसँग ब्याटल खेलेर होइन पनि च्यालेन्ज गेम ब्याटल गरेर नि तपाईँ कोइन जम्मा गर्नुहुन्छ। र अर्को च्यालेन्जेस गेमहरू छ विकली डेली, अनि त्यो कम्प्लिट भयो भने तपाईँले कोइन पायो होइन। अनि त्यस्तै गरी अरू अरू गेमहरू पनि छ। यो तपाईँले यो गेमहरू खेलेर कोइन जम्मा गर्न सक्नुहुन्छ। र माथि अर्को गेम एउटा पान्डाको नि गेम छ, त्यहाँ गएर तपाईँले यो पान्डालाई चाहिँ यो खिलायो भने तपाईँको पोइन्ट यहाँबाट नि जम्मा हुन्छ है। यसरी तपाईँ धेरै छ यहाँ पोइन्ट जम्मा गर्ने, पोइन्ट कलेक्ट गर्ने आधारहरू धेरै छ होइन। यहाँ हेर्दै जानु होला, हेरेपछि थाहा हुन्छ आफै है। अनि लास्टमा यो चाहिँ केमा केबाट पोइन्ट जम्मा गर्न मिल्छ भन्छ होइन। अनि यो चाहिँ अघि नै भने क्यास विथड्र हुँदैन डाइरेक्ट होइन। यो चाहिँ कोइनलाई अर्को पोइन्टमा कन्भर्ट गर्नुपर्छ। जस्तै एमाजोन गिफ्ट भयो, डिप पोइन्ट होइन, एमएलए पे, यिनीहरूमा कन्भर्ट गऱ्यो भने तपाईँले सपिङहरू हरेक सपिङहरू गर्न पायो है, मिल्यो। त्यही हो। अनि त्यसपछि तपाईँ जति हिँडेको त्यो अनुसार पोइन्टहरू आइरहेको हुन्छ। अनि तपाईँले क्लेम गर्दै कलेक्ट गर्ने है। कलेक्ट गर्दा चाहिँ तपाईँको त्यो एडभर्टाइज आउँछ होइन, एडभर्टाइजमेन्ट, त्यो काटेर गर्नु होला है। धन्यवाद। त्यही हो, हेर्दै जानु होला। राम्रो राम्रो छ। तपाईँ धेरै हिँड्नुहुन्छ अथवा साइकल चलाउनुहुन्छ भने एकदम बेस्ट हो। यत्तिकै यो कोइन कलेक्ट भइरहेको हुन्छ है। धन्यवाद हेर्नुभएकोमा, थ्याङ्क यू सो मच। यस्तै भिडियोको लागि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है त।